जाने भनेर रेडी भएर बसेछ यिनीहरू हेर कसरी बस्यो खाली हात गाडी त पुरै मान्छे बसेछ आऊ टाइम लाग्छ त अनि म त यहाँ बस्ने लास्टमा अगाडि आयो भने उठ्नुपर्छ नि त ए हाई गाइस छोटकै हाई गाइस हाई हाई सुहारो नमस्ते क्या हो त देखेकै छैन दिँदाखेरि कसरी हेर्दैछु कति पो टाइम लाग्ने हामी कति बेला फर्किने 1 घन्टा लाग्ने जस्तो कोही छैन यो त प्याक गर्ने त यहीँबाट 1 घन्टा लाउँछ होला र 1 घन्टा अब स्टार्ट भयो नि त ए हेलो गाइज भन्दै कमाल हेलो गाइज हेलो हेलो आज चाहिँ हामी चिसाबानी जान लागेछौँ पछि कटाउने भयो चिसाबानी जान के रे तोरीबारी जान्छ भनेर माछा पालन जस्तै त्यस्तो हामी रातकाँडा भनेर त्यो पनि ठिक छ हामी जहाँसम्म हुन्छ त्यहाँसम्म चाहिँ जान्छौँ एकदम खुसीका साथ एकदमै होइन यहाँ यता म्याडम यस्तो म्याडम उता सरजी यता आएसरी बस्यो हाल्नु भएन नि त हाल्नु भएन झोल छ माछामा अनि भुजा हालेर दिनु होला दुईटा त के खाने दुईटामा है के चाहिँ भन्ने हो नभुलिस अरे कहाँ जान लाग्यो अरे हामी चिसापानी त ग्राउन्ड अरे खै ग्राउन्ड भन्ने हो नि हो नि कता हो यहाँ त सुन्तला खानु अहिले त कता गयो यताबाट अछाम पुगिन्छ अरे थाहा कि नै कताबाट यताबाट नजिक पर्छ अरे हामी चाहिँ ग्राउन्डमा जान लागेछौँ अहिले कता ग्राउन्ड छ भन्छन् न्युन भन्ने अलि जान्छौँ एकछिन यता अनि पुलमा यो चाहिँ हो कर्णाली होइन यस्तो दामी छ नि यो यता फोटोग्राफी चल्यो यता क्यामराम्यान अपकमिङ सुपरस्टार है हाम्रो चाहिँ उहाँ चाहिँ यता फुलभन्दा हल्का माथि छौँ हामी होइन यस्तो राम्रो सुकुन छ नि यता यतै बसौँ जस्तो हामी चाहिँ अघिदेखि यही पुलको तलपट्टि छौँ होइन भिडियो र फोटो खिच्दै बसेछौँ अब चाहिँ एकदिन पुलमाथि जान्छौँ अनि त्यसपछि घर जाने बेला भइहाल्यो ऊ यता अझसम्म खिच्दै बसेछ यति धेरै खिचिसक्यो नि थाइल्यान्ड हो हामी चाहिँ यो के भन्छ बिचको मजा चाहिँ यतै लिएर चाहिँ जाँदैछौँ किनभने हामी जान सक्नेवाला छैनौँ उता बिच भएको कन्ट्रीतिर होइन कहिले आयो र पोसाल पिकनिकको बेला त्यस्तै हो अब अब यताबाट कता जाने हो र हामी त माछा खाएर बसेको हो दाइ पनि तर त्यो गाडीमा 3 घन्टा लगाइदियो भाइ यहीँनिर पुरै भमिटोला जस्तो भइरहेको थियो
त्यो पनि ठिक छ। अब चाहिँ सन्चो भइहाल्यो। अब चाहिँ हुँदैन होला। यहाँ हाम्रो चाहिँ मोमो र चाउमिन आयो। यो चाहिँ भेज भनेर चाउमिन मात्र खान्छ जता पनि होइन। माछा चाहिँ हामीले अघि खान्छौँ, त्यही भएर चाहिँ हामी अब मोमो खानु लागेछौँ। के हेरेर बस्यो हौ त्यसरी? आफ्नै फोटो यति हेरेर बस्यो नि यिनीहरू। ठिक छ ल, खाऊ त कस्तो छ? खाइदियो नि त जाने हो कि क्या मस्तले खानु। यो चाहिँ चिकनवाला हो। मोच इन्जोय सब खायो। अब चाहिँ हामीले यहाँ पनि फोटो खिच्यौँ होइन, एकदमै भिड थियो। अनि त्यसपछि चाहिँ त्यो अब घर जाऊँ भनेको। हाम्रो 4:30 यहीँ भइसक्यो। घर कति बेला पुग्ने हो, गाडी पाउने हो कि पाउने होइन। त्यही पनि यिनीहरूले यति फोटो खिच्यो नि पुरै आजै भरिसक्यो होला मेमोरी होइन। त्यही पनि माने होइन, त्यही पनि ठिक छ। अब जान्छौँ है, अब घर जान्छौँ। त्यसै छ, रमाइलो छ। घाम पनि यहाँबाट गइसक्यो। अब चाहिँ हामीले यहाँ पनि फोटो खिच्यौँ होइन, एकदमै भिड थियो। अनि त्यसपछि चाहिँ त्यो अब घर जाऊँ भनेको। हाम्रो 4:30 यहीँ भइसक्यो। घर कति बेला पुग्ने हो, गाडी पाउने हो कि पाउने होइन। त्यही पनि यिनीहरूले यति फोटो खिच्यो नि पुरै आजै भरिसक्यो होला मेमोरी होइन। त्यही पनि माने होइन, त्यही पनि ठिक छ। अब जान्छौँ है, अब घर जान्छौँ। त्यसै छ, रमाइलो छ। घाम पनि यहाँबाट गइसक्यो। अब चाहिँ